ओके सबभन्दा सुरुमा हामीले जिको सेउखाइ गर्दाखेरि जापानिजको एउटा शब्द छ त्यसलाई चाहिँ हामी हाजिमे मास्ते भन्छौँ हामीले है यो भनेको चाहिँ नर्मली यसलाई चाहिँ नमस्ते भन्दा पनि हुन्छ यो चाहिँ लाइफको फर्स्ट टाइम भेट्दाखेरि कोही नयाँ व्यक्ति नयाँ अनजान व्यक्तिसँग फर्स्ट टाइम भेट्दाखेरि गरिने अभिवादन हो यो र यसको फर्स्ट एकचोटि युज हुन्छ र त्यसैमा टुङ्गिन्छ र फेरि दुई पटक चाहिँ युज हुँदैन है अनि त्यसपछि आउँछ हाम्रो नर्मल ग्रिटिङ्स युज हुन्छ जस्तै कि ओहायो गोजाइमास अथवा कोन्निचिवा अनि त्यसपछि आउँछ आफ्नो नाम भन्ने यो नेम है वाताशी वा यो नेम देश सपोज मैले भन्दाखेरि चाहिँ वाताशी वा सेन्सी देश हैन म चाहिँ टिचर हो यहाँ चाहिँ वास्तविकमा चाहिँ नाम लेख्नुपर्छ है अनि त्यसपछि आफ्नो उमेर सपोज माने निजु गोसाई दे त्यसपछि आफ्नो कन्ट्रीको नाम नेपाल देश हैन यो भनेको चाहिँ 25 वर्षको भए र नेपाली अनि त्यसपछि आउँछ 5th नम्बरमा अब आफ्नो ओकुपेसन सपोज निहोङ्गो नो सेन्से देश त्यसपछि 6th नम्बरमा आउँछ शिमी आफ्नो हबी हैन शिमी 7th नम्बरमा आउँछ क्लोजिङ ट्याग दोजो योरोसिकर भनेका अच्छा यो भनेको चाहिँ म चाहिँ जापानिज टिचर हो अनि अब शिमी भनेको चाहिँ हबी हो मेरो रुचि चाहिँ किताब पढ्नु हो अनि फाइनली क्लोजिङ ट्याग भन्दाखेरि दोजो योरोसिकर भनेको यसको धेरै डिफ्रेन्ट मिनिङ छ हैन भेटेर खुसी लाग्यो भन्दा पनि केही फरक पर्दैन